के नेपालमा पनि 500 र 1000 का नोटहरू बन्द हुन सक्छन्? एक दिन बिहान उठ्दा तपाईँको खल्तीमा भएको हरेक पैसा फकत एउटा कागज मात्र भयो भने? हो, यस्तै भएको थियो भारतमा पनि एकै रातमा। आज हामी एउटा यस्तो विषयमा कुरा गर्न जाँदैछौँ जसले हरेक नेपालीको मन मस्तिष्कदेखि लिएर नेपालको अर्थ बजारमा पनि तरङ्ग पैदा गरेको छ, जसले हजुरको अर्थव्यवस्था, देशको अर्थव्यवस्था र भविष्य समेत निर्धारण गर्न सक्छ। नोटबन्दी भन्ने विषय आम नागरिकको एकदमै चासोको विषय बनेको छ। गत भदौ 23 र 24 गते भएको जेनजी आन्दोलनमा थुप्रै नेताहरूको घरमा पैसा जलेको अवस्थामा र पुरेको अवस्थामा फेला पर्यो र त्यही आन्दोलनको मर्म बोकेर अहिले सरकार मुलुक र बनेको जनताको सोझो राष्ट्रपाको सरकारमा नयाँ सरकारले चाहिँ के अब त्यो मर्मलाई आत्मसात गर्नका लागि भए पनि नोटबन्दी गर्ला त भन्ने कुरा आम जनमानसको चासोको विषय बनेको छ। यस्तै नोटबन्दी आजभन्दा 10 वर्ष अगाडि भारतमा नरेन्द्र मोदी पहिलोचोटि प्रधानमन्त्री भएर आउँदाखेरि 2016 मा नोटबन्दी गरेका थिए र त्यो नोटबन्दीबाट भारतमा के कस्ता असरहरू पर्न गए, सकारात्मक नकारात्मक सबै पक्षहरू हामीले आज यो भिडियोमा डिस्कस गर्नेछौँ र भारतको अर्थतन्त्रमा उक्त नोटबन्दीले के कस्ता असरहरू पारे र नेपालमा पनि त्यस्तै खालको नोटबन्दी गर्न सकिन्छ कि सकिँदैन, गरेमा कस्ता खालका सकारात्मक र नकारात्मक पक्षहरू असर पर्न जान सक्छन्, ती विषयमा आज हामी यस भिडियोमा विस्तृत रूपमा छलफल गर्नेछौँ। यदि तपाईँहरू आउने दिनहरूमा पनि यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ र यसको सूचना पाउन चाहनुहुन्छ भने हाम्रो यस द मनी हब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला र साथमा रहेको बेल आइकन पनि थिच्न नभुल्नुहोला। नेपालमा नोटबन्दीको बारेमा छलफल गर्नुभन्दा अगाडि हामीले यसभन्दा अगाडि भारतमा गरिएको नोटबन्दीको बारेमा जान्न जरुरी छ। नोभेम्बर 8, 2016 रातिको 8 बजे तत्कालीन नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले अबदेखि 500 र 1000 का नोटहरू वैध हुने छैनन् भनेर घोषणा गरे। त्यो रातदेखि भारतमा करिब 86% क्यास सर्कुलेसन अचानक बन्द भयो। यो कदम भारत सरकारले टेरोरिस्ट फाइनेन्सिङ रोक्नको लागि र ब्ल्याक मनी कन्ट्रोल गर्नको लागि, फेक करेन्सीहरू कन्ट्रोल गर्नको लागि र डिजिटल ट्रान्जेक्सनहरूलाई बढावा दिनको लागि अगाडि सारेको थियो। भारत सरकारले नोटबन्दीको घोषणा गरिसकेपछि सर्वसाधारणसँग भएको नगद पैसा जम्मा गर्नका लागि भनेर केही समयसीमा तोकिदिएको थियो र उक्त समयसीमाभित्र आफूसँग भएको नगदहरू ब्याङ्किङ प्रणालीमा जम्मा गर्न भनेर समयसीमा तोकिदिएको थियो। तर त्यसपछि भारतको ब्याङ्किङ प्रणालीमा समेत विभिन्न प्रकारका समस्याहरू देखिन थाल्यो। जस्तै क्यास र एटिएम काउन्टरको अगाडि धेरै लामो लामो लाइनहरू बसेको देख्न थालियो र क्यास सर्टेज भयो, जसले गर्दाखेरि सर्वसाधारणको दैनिक जनजीवन नै प्रभावित भयो। तर ग्राउन्ड रियालिटीमा के भयो, यस नोटबन्दीबाट के कस्तो रिजल्ट आयो त भनेर बुझ्दाखेरि रिजर्भ ब्याङ्क अफ इन्डिया, भारतको केन्द्रीय ब्याङ्कको रिपोर्ट अनुसार करिब 79% नोटहरू ब्याङ्किङ सिस्टमै फिर्ता आएको देखिन्छ। यसबाट हामीले के बुझ्न सकिन्छ भने धेरैजसो ब्ल्याक मनीहरू क्यासमा नभई विभिन्न प्रकारका प्रोपर्टीहरू जस्तै ल्यान्ड, बिल्डिङ, अपार्टमेन्ट, गोल्ड, सिल्भर जस्ता कुराहरूमा रहेको थिए। यस पछाडि भारतको अर्थतन्त्रमा पनि विभिन्न प्रकारको असरहरू देखियो। जीडीपी ग्रोथ 2016 मा 8% रहेकोमा 2017 मा घटेर 6.8% मा घटेर आयो र क्यास बेस इकोनोमी लगभग कोल्याप्स जस्तै भएको थियो। यो गिरावटको मुख्य कारण क्यास सर्टेज हुनु, क्यास कन्जम्सन कम हुनु, इन्डस्ट्रियल एक्टिभिटी घट्नु आदि थियो। तर सबैभन्दा धेरै प्रभावित भनेको सर्वसाधारण नै परेको देखियो। दैनिक रूपमा ज्याला मजदुरी गर्ने मजदुर, साना व्यवसायी र किसानहरूलाई यसको असर धेरै नै नकारात्मक देखियो, किनकि उनीहरू सबै क्यासमा आधारित कारोबार गर्दथे। दोस्रो महत्त्वपूर्ण कुरा, यो पोलिसी लागू गर्न निकै धेरै कस्ट पनि लागेको थियो। इन्डियन रिजर्भ ब्याङ्कलाई यो लागू गरिसकेपछि नयाँ नोटहरू छाप्नका लागि करिब हजारौँ करोड रुपियाँहरू खर्च गर्नु परेको थियो, जसले गर्दाखेरि पनि इन्डियाको अर्थतन्त्रमा निकै नकारात्मक प्रभाव परेको देखिन्छ। तर सबै कुरा नेगेटिभ मात्र पनि थिएन। उक्त नोटबन्दीपछि भारतमा डिजिटल पेमेन्ट सिस्टम एकदमै उग्र रूपमा बढेको देखिन्छ। फोन पे, भीम पे, युपिआई जस्ता एपहरूले निकै नै फड्को मारेको पनि देखिन्छ, जसले गर्दा डिजिटल प्लेटफर्म र डिजिटल ट्रान्जेक्सनलाई धेरै नै बढावा दिएको थियो। त्यसैले डिमोनिटाइजेसनलाई कसैले बोर्ड रिफर्म भन्छन् भने कसैले इकोनोमिक सक पनि भन्ने गरेको छ र त्यही समयदेखि नै नेपालमा पनि यो निकै नै चर्चामा आइरहेको विषय हो। अब मुख्य प्रश्न, के नेपालमा पनि यस्तो हुन सक्छ? विभिन्न कारणहरू देखाएर नेपालमा पनि नोटबन्दी हुन सक्छ कि भन्ने कुराहरू अहिले चलिरहेको छ। तर नेपालमा यो गर्न निकै गाह्रो पनि छ, किनकि नेपालको
अर्थव्यवस्था अझै क्यासमा आधारित धेरै छ। गाउँ-गाउँमा अझै पनि ब्याङ्किङ सेवाहरू राम्रोसँग पुग्न सकेको छैन। फाइनेन्सियल लिट्रेसी जनमानसमा त्यति धेरै छैन, जसले गर्दाखेरि यसले गहिरो असर समेत पुर्याउन सक्ने देखिन्छ। त्यसैले गर्दाखेरि अचानक नेपालमा नोटबन्दी गरियो भने यसले ठुलै आर्थिक सङ्कट दिन्छ कि भन्ने विज्ञहरूको विचार पनि छ। र इन्डिया जस्तो देशमा, भारत जस्तो देशमा पनि यसले खासै राम्रो नतिजा दिन सकेन भने नेपालमा चाहिँ यो अझै धेरै रिस्की हुन सक्ने विज्ञहरूको भनाइ पनि छ। यो भन्दै गर्दा नेपालमा नोटबन्दी असम्भव पनि छैन, तर यदि सही प्लानिङ गर्ने हो भने नेपालमा यसले राम्रा फाइदाहरू पनि दिन सक्छ। डिजिटल ट्रान्जेक्सनहरूलाई बढुवा दिन सक्छ, ट्याक्स कम्प्लायन्स बढ्न सक्छ र इन्फर्मल इकोनोमीलाई फर्मल इकोनोमीमा रूपान्तरण गर्न पनि यसले धेरै मद्दत पुर्याउन सक्छ। तर मुख्य कुरा के हो भने डिमोनिटाइजेसन सडन सक हो। यसलाई म्यानेज गर्नका लागि एउटा स्ट्रङ सिस्टम चाहिन्छ, तर अहिलेको अवस्थामा नेपालमा त्यस्तो सिस्टम डेभलप भइसकेको छैन। त्यसैले नेपालमा डिमोनिटाइजेसन सम्भव त छ, तर स्ट्रङ सिस्टम बिना यसले अझै ठुलो रिस्क निम्त्याउन पनि सक्छ। नोटबन्दीको बारेमा तपाईँको धारणा के छ र अहिलेको सरकारले नोटबन्दी गर्न पर्छ कि पर्दैन, गर्न हुन्छ कि हुँदैन, तपाईँको धारणा के छ? कृपया कमेन्टमा लेख्न नभुल्नुहोला। र अन्त्यमा यदि तपाईँहरू आगामी दिनहरूमा पनि यस्तै इम्पोर्टेन्ट फाइनेन्सियल टपिक्सहरू सजिलो भाषामा बुझ्न चाहनुहुन्छ भने हाम्रो यस च्यानल द मनी हबलाई सब्सक्राइब गर्न नबिर्सिनुहोला र सँगै रहेको बेल आइकनलाई पनि थिच्न नबिर्सिनुहोला। हस्, धन्यवाद।